हेलो नमस्ते अनि स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। र आज बिहान उठेर म सर्वप्रथम ध्यान गर्न लागेँ र ध्यान प्रार्थना सकिसकेपछि मैले साई बाबाको विभूति र लगाएँ र खाएँ। र त्यसपछि मैले ब्ल्याक टीमा एक पुरिया मोनाको बिस्कुट खाएँ र बिस्कुट खाइसकेपछि खाना पनि रेडी भइसकेको रहेछ। र खानामा थियो आज मस्यौरा आलु, साग, यो मुला गागु र दही र स्याउ। र त्यो सबै खाना मैले छिटो छिटो खाएँ। र खाना खाइसकेपछि आज म र मम्मी चाहिँ मामा घर गएको थियौँ। र मामा घरमा चाहिँ बहिनी पनि आएको रहेछ। हेलो, के छ? र बाह्र आन्टी चाहिँ तल टाट हान लाग्न भएको रहेछ। र टाट हालेर सरसफाइ कार्यक्रम भइरहेको थियो। र साथसाथै म र मम्मी चाहिँ माथि आलुचप बनाउन आलु रेडी गऱ्यौँ। र बहिनी चाहिँ चिया र बिस्कुट खाइरहेको थियो। त्यसपछि मैले पनि डोनट र चिया खाएँ। र डोनट र चिया खाइसकेपछि म लागेँ फेरि आलुचप बनाउन। र आलुचप यसरी बनाएपछि दोस्रो लट पनि बनाएँ। र यति चप चाहिँ मैले बनाउन बाँकी नै थियो। र यस साथसाथै हामीले चिकन विङ्स पनि बनायौँ। र त्यसलाई चाहिँ मजाले तारेर बनाएर खायौँ। र पछि भाइहरूलाई भिडियो बनाउने अन्त नबनाउने दाइ भन्दै थियो। र पछि यिनीहरूलाई फकाएर बनाएको, धेरै त बनाएन यिनीहरूले, तर अलिअलि रियाक्सन चाहिँ दिइरहेको थियो। पछि भाइले चाहिँ कुखुरा पनि समातेर अन्डा पार्यो कि भनेर हेर्दै थियो। र आजको मिनी ब्लग यति नै। त्यसपछि हामी घर फर्क्यौँ। बाई बाई।